यति खुसी त सायद म आफ्नो जातिमा गएर पनि हुँदैन थियो। बाहुनकी छोरी सुनारको छोरासँग बिहे गरेर आइन्। ढुङ्गा फाले पनि उहाँले फुल फालिदिनुहुन्थ्यो। हजुर एकदमै। तिमीलाई हानि नोक्सानी पनि हुन्छ, किन यस्तो गर्छौ? त तल्लो जातको मान्छे हो होइन, त हामीसँग मिल्दैन केही पनि कुराहरू, तैँले गलत गरिरहेको छस् भन्दै गर्दाखेरि हाँसेर बनाउँदाखेरि चाहिँ म दिनभरि खुसी हुन्थेँ अनि रोएर बनाउँदा चाहिँ मेरो पनि दिन त्यस्तै गरेर जान्थ्यो दाइ। अहिलेसम्मकै उत्कृष्ट अन्तर्जातीय जोडीको यो रोचक र सङ्घर्षपूर्ण प्रेमपछि विवाहको कथा। मैले नै उसलाई सुरुमा प्रपोज फेरि केटा मान्छेलाई खेल्न दिने कुरा पनि भएन केटी, त्यो पनि होइन। टिकटकहरू चाहिँ एकदम रोएर अनि के गराउने एकदम हाँसेर बनाउँदाखेरि चाहिँ म दिनभरि खुसी हुन्थेँ अनि रोएर बनाउँदा चाहिँ मेरो पनि दिन त्यस्तै गरेर जान्थ्यो दाइ। ऊ भएको केसबाट हामी अलग अलग भयौँ अनि उसको 18 गते बर्थडे थियो। बहिनीले पनि हिम्मत हारेको भयो, तपाईँहरूको माया सफल हुने थिएन। अन्तर्जातीय विवाह भनिसके पछाडि निकै नै जटिल पनि हुन्छ, सहज पक्कै पनि हुँदैन। जटिलताको बावजुद पनि उहाँहरूले एकअर्कालाई प्रेम गर्नुहुन्थ्यो। प्रेमलाई चाहिँ उहाँहरूले सफल रूपमा चाहिँ विवाहमा परिणत गर्नुभएको छ। म उहाँहरूलाई भेट्नको लागि उहाँहरूकै गाउँसम्म आइपुगेको छु। हजुर बाहुन, उहाँ चाहिँ सुनार। हजुर। अब समाजले चाहिँ सुनारले छोकै पानी खानु हुँदैन भन्ने एउटा चलन के, त्यही पनि तपाईँहरू चाहिँ अब विवाह बन्धनमा बाँधिनु भएको छ। भेट कसरी भयो? भेटबाटै जाउँ न त। भेट हाम्रो गाउँ नजिकै हो दाइ। घर देख्नु यहीँ हो क्या? नजिकै हो? नजिकै। ओल्लो पल्लो घर हो? ओल्लो पल्लो घर। एउटा घर छोडेर अर्को घर। ओल्लो पल्लो घर भने पछाडि त बिहान पनि देख्ने, बेलुका स्कुल जाँदा पनि त्यही बाटो, स्कुलदेखि आउँदा पनि त्यही बाटो, यता बजार जाँदा पनि त्यही बाटो, सबै बाटै पर्थ्यो। गाउँ एउटै भइसके पछाडि देख्ने भेट्ने त त्यो भइहाल्थ्यो। हजुर। तर अब मायाकै रूपले भेट्ने, हामी चाहिँ अब माया नै गर्ने भनेर हुन्छ नि, हजुर। त्यस्तो भेट चाहिँ कहिलेबाट सुरु भयो? त्यो स्कुलले भन्नुपर्छ। स्कुल लेभल? हजुर स्कुल। सँगै पढ्नुहुन्थ्यो? नाइ, मभन्दा ऊ एक ब्याच अगाडि हो अनि म उसको तल्लो ब्याचको हो म। जियोस्, तपाईँहरू एउटा स्कुलमा पढ्नुहुन्थ्यो हजुर। तर क्लास तलमाथि थियो। तलमाथि थियो। सुरुमा चाहिँ कसले प्रपोज गर्यो? मतलब अगाडि बढ्नुपर्छ नि माया गर्नको लागि त, हजुर। केही कदम अगाडि नबढेसम्म त माया हुँदैन। हुँदैन। अगाडि बढ्ने चाहिँ को हो सुरुमा? मै नै हो। हजुर, म बढेको। म उसलाई एकदमै धेरै मन पराउने प्लस अनि एकदमै राम्री सोझी अनि धेरै चञ्चले नै, अनि त्यही भएर नै मैले नै उसलाई सुरुमा प्रपोज भन्नाले पनि एकदमै उसँग मायाको प्रस्ताव राखेको मैले नै हो सुरुमा। उसलाई देख्दै गर्दाखेरि आफ्नै गाउँ छिमेक पनि हो, देख्दै गर्दाखेरि मन पनि पर्थ्यो, मान्छे पनि राम्री, त्यस पछाडि होइन अलिकति संस्कारी पनि, सबै कुराहरूले तपाईँको मन जित्यो भनौँ। अरू अब स्कुलमा अरू केटीहरू भन्दा ऊ अलिकति अलगै टाइपको थियो क्या। मतलब कोहीसँग नबोल्ने, एकदम शान्त स्वभावको। भेट चाहिँ अब गाउँमा त्यति हुन्थेन, मतलब घर नजिक हुँदा त्यति त हुन्थेन। अब किनकि म उतातिर उसको घर पनि जाने, अब त्यस्तै त हो नि। हामीलाई अब उसँग खेल्न पनि नदिने, तर हाम्रो एकदम प्रेम नहुँदै गर्दाखेरि पनि प्रेम नहुँदै गर्दाखेरि पनि खासै खेल्न नदिने त्यस्तो परिपाटी। अब सुनारको छोरा हो होइन, एक त फेरि केटा मान्छेलाई खेल्न दिने कुरा पनि भएन केटी, त्यो पनि होइन। खेल्ने हो के? सानै हुनुहुन्थ्यो नि तपाईँहरू त, भाँडेकौडी सबै हुन्थ्यो नि त, त्यस्तो हो नि त। अनि बच्चीदेखि हुनुहुन्थ्यो नि तपाईँ दुईजना एक गाउँ एउटै हो नि त। कहिलेदेखि सुशीलले जुन मायाको जाल फाल्नु भएको थियो त्यो जालमा तपाईँ परिहाल्नु भयो, निस्किनै सक्नु भएन? कहिलेदेखि त्यस्तो भयो? त्यो चाहिँ 11 मा पढ्दै थिएँ म। अनि 11 कति 9 मा पढ्दाखेरिदेखि उहाँले प्रस्ताव राख्नुभएको। अनि 11 सम्म जाँदा पनि उहाँले छोड्नु भएन के, जस्तै पछि लाग्न छोड्नु भएन, कसैलाई सोध्न वर्षाको हालखबर के छ कस्तो छ भनेर सोध्न पनि छोड्नु भएन। धेरै कोसिस गर्नुभयो तपाईँलाई धेरै पाउनको कोसिस लागि? गर्नुभयो। अनि यति धेरै कोसिस गर्ने मान्छे मैले पाउँदिनँ सायद, मेरै जातकै भए पनि। अनि त्यस्तो खालको धेरै माया गर्नुहुन्थ्यो उहाँले। हजुर। तपाईँले घिडा गरे पनि उहाँले चाहिँ माया गर्नुहुन्थ्यो। माया गर्ने, एकदम धेरै माया गर्ने। तपाईँले ढुङ्गा फाले पनि उहाँले फुल फालिदिनुहुन्थ्यो। हजुर एकदमै। त्यही त भनौँ हजुर। होइन, उहाँले फुल फाल्दै गर्दाखेरि यस्तो फुल फाली मान्छे त कहाँ पाइन्छ र अनि भन्ने कुरा हुन्छ। जात त हेर्नुहुन्न भन्ने। जातले लाउन खान दिने होइन, केही गर्ने होइन। मलाई माया गर्नुहुन्छ, मलाई जिन्दगीभर साथ दिनुहुन्छ भने चाहिँ मलाई जातको कुनै प्रब्लम भएन क्या, त्यस्तो खास चाहिँ भएन है? हजुर। सुशीललाई म सोध्छु, म तपाईँको त हिम्मत के, आँट, एक त बाहुनकी छोरी होइन, त्यसमाथि पनि तपाईँभन्दा बढी पढेको, अनि अझै लुक्सको कुरा गर्दाखेरि अलिकति राम्री पनि, नराम्री पनि होइन नि फेरि होइन, बाहुन भएर मात्रै भएन के, राम्री पनि फेरि, सबै कुरा मिले कि कसरी आँट आयो तपाईँलाई? त्यही त, म त्यतिखेर त मलाई आफैलाई पनि भित्रैदेखि एकदम धेरै आँट आयो। अनि प्लस मेरो साथीहरूले पनि मलाई
अनि एकदम हौसला दिने के ल है केटा तैँले चाहिँ गर्नुपर्छ, तैँले आँटेहस्, अब गरिहाल्न त भनेर तिनीले मलाई दिएपछि पनि मलाई एकदम धेरै आँटायो। तर मैले त हार कहिले पनि मानिनँ। हजुरलाई डर लागेन बाहुनकी छोरीसँग प्रेम गर्ने कुरा सुन्दै गर्दाखेरि असल थाहा पायो भने मलाई लखेट्छन्, कतिपय मान्छेहरूलाई त मार्छन् पनि, कति भाइ बहिनीहरू त मरेका पनि छन्? डर त बहुत लाग्थ्यो दाइ मलाई, बहुत डर नलाग्ने त कुरै थिएन दाइ। अब मेरो घरदेखि उसको र मेरो गाउँ फरक भएको भए पनि मलाई अलिकति डर नलाग्नु अलिकति हुन्थ्यो होइन। हाम्रो त घर एउटै, गाउँ एउटै, मान्छेहरू आउने जाने एकदमै त्यो अब त्यस्तो त्यो लेभलको पनि थियो। तर मलाई डर बहुत लाग्थ्यो। तर कता कता मलाई यस्तो लाग्थ्यो कि मेरो माया सक्सेस पनि हुन्छ भोलिको दिनमा भन्ने एउटा भित्री आँटले पनि मैले अगाडि बढेँ, मैले आफूलाई रोक्न सकिनँ। प्रेम गरेको कति वर्षपछि विवाह बन्धन बाँधिनु भयो नि? कति वर्ष प्रेममा परेको त 2 वर्ष जति पऱ्यौँ। हजुर। तर उहाँले चाहिँ वान साइड चाहिँ 5 वर्ष भनौँ। जस दोहोरो प्रेम चाहिँ 2 वर्ष गर्नुभएको थियो, त्यसपछि विवाह बन्धन बाँधिनु भयो। प्रेम गर्दै गर्दाखेरि पनि अब सामान्य हुँदै गर्दाखेरि त गाउँमा कति कुरा हल्ला चल्छ भने तपाईँहरू त 2जना प्रेममा हुनुहुन्छ, त्यो पनि एउटा सुनारको छोरा, तपाईँ बाहुनकै छोरी। त्यति बेला प्रेममै हुँदै गर्दाखेरि विवाहको कुरा पछि गरौँला, प्रेममा हुँदै गर्दाखेरि तपाईँको परिवारमा कुराहरू पुर्याउने पनि गर्थ्यो होला नि? तपाईँको परिवारले के भन्थे त्यति बेला? अब मम्मीले त अब डुमै भन्नुहुन्थ्यो। अनि त्योसँग मैले चाहिँ के भन्थेँ भन्दाखेरि अब सुरुमा उहाँ मात्र लाग्दाखेरि चाहिँ अनि म चाहिँ मन पराउँदैन मम्मी, अनि उहाँले मात्रै मलाई उ गर्नुभयो, त्यस्तो पछि लाग्नु भएको हो। अनि म चाहिँ मलाई कुनै पनि उ छैन भनेपछि अब मम्मीले उसलाई चाहिँ गाली पनि गर्नुहुन्थ्यो। अनि गाली गर्नुहुन्थ्यो। हाम्रो घरमै पसल थियो। अनि तेरो बहिनी जस्तो हो, गाउँभरको एउटै छिमेकी, अनि तैँले थाहा पाउन पर्ने, हाम्रो जात पनि मिल्दैन, अनि त यस्तो नगर हेर छोरा भनेर राम्रोसँग सम्झाउनु भएको थियो मम्मीले पनि उसलाई। अनि पछितिर प्रेममा बाध्यता पनि भन्नुहुन्थ्यो मम्मीले, तर मैले चाहिँ प्रेम गर्छु भनेर भनेको थिएन मम्मीले। भाइ जति बेला तपाईँको पनि काटेपछि रगत त रातै आउँछ नि, तपाईँले कसैलाई प्रेम गर्नुभएको थियो, तर उहाँकै परिवारले त्यसरी प्रेम नगर, त तल्लो जातको मान्छे हो होइन, त हामीसँग मिल्दैन केही पनि कुराहरू, तैँले गलत गरिरहेको छस् भन्दै गर्दाखेरि, उहाँहरूले गाली गर्दै गर्दाखेरि कस्तो नमजा लाग्थ्यो होला आफूलाई? मान्छे म त मान्छे हो, तर व्यवहार किन यस्तो गरिरहेछ भन्ने लाग्थ्यो होला है? मलाई लाग्थ्यो दाइ। अनि त्यही कुरा सुनेर नै मेरो एकदम कन्फिडेन्ट बढेको। उहाँहरूले यस्तो भन्नुभएको छ, अब यस्तो त भन्नुभयो, तर भोलिको दिनमा मैले उसलाई बिहे गरेँ भने के होला त पछिको यसको परिणाम? मरे पनि मरेलाई केही छैन, आफूलाई माया गर्ने मान्छे मैले पाएँ भने मर्न पनि के नै ठुलो कुरो, मान्छे पनि नपाउने हो र होइन, नपाइने हो र। हामी जात सानो भन्दैमा के माया गर्ने मान्छेलाई त गुमाउनु कुरो त भएन नि दाइ। अनि फेरि हामी पनि मान्छे त हो भन्ने पनि लाग्यो कि लागेन? लाग्यो नि दाइ। अब मलाई त त्यो जातसातको त मतलबै थिएन कि दाइ। मैले माया गर्ने मान्छे मैले पाउनु पर्यो, त्यही नै सबभन्दा ठुलो कुरो हो। मेरो लागि चाहिँ त्यो थियो होइन। हामी पनि मान्छे नै हो, हाम्रो पनि काटेर रगत रातै आउँछ, किन हामीलाई हेला गर्ने? हामी पनि के हामीलाई जनावरसरी किन तुलना गर्ने भन्ने त्यो इगो पनि लाग्यो तपाईँलाई? एउटा इगोको हिसाबलाई पनि मैले त्यसलाई लिइरहेको थिएँ। अनि पछि त्यस्तै मैले धेरै नै सुनेको थिएँ। मैले धेरै नै अब मलाई भन्थे मान्छेहरूले, यो लेभलमा नजाऊ बाबु, यो भोलि बिहान तिमीलाई हानि नोक्सानी पनि हुन्छ, किन यस्तो गर्छौ भनेर मलाई मेरै फ्यामिलीले पनि धेरै भन्थे क्या मलाई। फ्यामिली त अब डराउनु हुन्थ्यो। मैले फेरि फ्यामिलीलाई पनि भनेको थिएँ कि मैले उसलाई एकदम धेरै माया गर्छु, मम्मी बुवा मेरो दिदीहरूलाई मैले सबैलाई भनेको थिएँ। तर सबैले मलाई भन्नुहुन्थ्यो, बाबु यसमा हात नहाल, यसमा हात हाल्नु भनेको अरिङ्गालाको त्यो गोलामा हात हाले जस्तै हो, भोलि बिहान केही हुनसक्छ। तर मैले हिम्मत हारिनँ दाइ। हार्नु भएन। आज त्यही भएर तपाईँहरू सँगै हुनुहुन्छ, सँगै छ। किनभने एकअर्कालाई माया गर्नुहुन्थ्यो, अब विवाह पनि गर्नुभयो, 7 जुनी सँगै हुने कसम खाएर विवाह गर्नुभएको छ। यदि हिम्मतै तपाईँले पनि हारेको भए, बहिनीले पनि हिम्मत हारेको भए तपाईँहरूको माया सफल हुने थिएन। आज खुसी हुनुहुन्छ नि? यो एकदमै खुसी छु। यति खुसी त सायद म आफ्नो जातिमा गएर पनि हुँदैन थियो होला त्यस्तो। खुसी हुनुहुन्छ? हजुर एकदमै धेरै। परिवारतिर कस्तो छ तपाईँको? अब परिवारले त पहिला सामान्य कुरा गर्दाखेरि पनि तपाईँको परिवारले कुरा नगर, मतलब त्यस्तो केटा हो भनेर भन्नुहुन्थ्यो, सहनुहुन्थेन, कुरा गर्दा पनि सहनुहुन्थेन। भनेपछि त अब हजुर विवाह गरेर उहाँसँग जाँदै गर्दाखेरि परिवारले के भन्नुभयो? परिवारले त सुरुमा अब गाली गर्नुभयो। अनि त्यसपछि अब सुरुचुरी त हाम्रो केसहरू सबै भएर अनि हामी छुट्टिएर 7 महिना जति अलग बस्यौँ। अलग पनि बस्नु? हजुर।
सुरुमा भागिसकेपछि 7 महिना अलग बसेर अनि फेरि दुबारा भागेको, फेरि अर्कोचोटि भाग्दाखेरि अनि बल्ल सक्सेस भयो। छिटो बिहे गऱ्यौँ अनि हतारमा भयो। त्यसरी छुट्याइदिनु भयो उहाँहरूले, भनौँ न छुट्टिएको, तपाईँहरू छुट्टिएको होइन, उहाँहरू छुट्याइदिनु भयो। 7 महिना छुट्टिँदाखेरि उहाँबाट टाढा हुँदाखेरि त्यति बेला कस्तो हुन्थ्यो हजुरलाई? कस्तो एकदमै गाह्रो हुन्थ्यो। अब ऊ चाहिँ अब आफ्नो फ्यामिलीलाई भन्न सक्ने, म उसको कारणले मलाई यस्तो भइरहेछ, रुने पनि कराउने पनि उसलाई सजिलो हुन्थ्यो दाइ, मलाई चाहिँ एकदमै गाह्रो हुन्थ्यो। अब रोए पनि त्यसकै लागि रोकियोस् त, अलिकति टोलाएर बसे पनि अब त्यसकै उसले गरिछि भन्ने त्यस्तो टाइपको हुन्थ्यो। मलाई चाहिँ रुने पनि ठाउँ पाउँथेन दाइ मैले उता घरतिर चाहिँ गइसकेपछि। हजुर, रोए पनि तपाईँको आँसुको कुनै मूल्याङ्कन थिएन? रोए पनि त्यसकै लागि रोइस् त चुप लाग्यो भन्ने थियो? हजुर, मलाई त अलिकति मोबाइलहरू पनि चलाउन नदिने अनि मोबाइल पनि लिइदिनु भयो पछितिर। अनि सुरुचोटि भागेर आउँदाखेरि चाहिँ उसको बर्थडे थियो अनि हाम्रो केस भइसकेपछि हामी कति 12 गते हाम्रो ऊ भएको केस परेर हामी अलग भयौँ। अनि उसको 18 गते बर्थडे थियो। बर्थडेको लागि फोन गर्दाखेरि अनि ठ्याक्कै मम्मीले थाहा पाउनु भयो। अनि त्यसपछि मोबाइल मम्मीले लैजानु भयो। मोबाइलमा फोनसोन नहुने, कन्ट्याक्ट नहुने, के गर्दैछन् होला, के गरिरहेछन् होला भन्ने यस्तो हुन्थ्यो। अनि धेरै पछि टिकटकहरू पनि हेरिरहेको थिएँ मैले उहाँको। अनि टिकटकहरू चाहिँ एकदम रोएर अनि के गराउने, एकदमै रोएर बनाउने टिकटकहरू पनि। अनि हाँसेर बनाउँदाखेरि चाहिँ म दिनभरि खुसी हुन्थेँ अनि रोएर बनाउँदा चाहिँ मेरो पनि दिन त्यस्तै गरेर जान्थ्यो दाइ। हजुर, अब हजुर यदि उहाँलाई नपाएको भए सायद तपाईँको जीवन अगाडि बढ्थेन जस्तो लाग्छ मलाई, यो सब कुरा बुझ्दै गर्दाखेरि। जे पनि हुनसक्थ्यो होइन, तपाईँले आफूलाई पनि हत्या गर्नु पनि सक्नुहुन्थ्यो होला सायद नपाएको भए। त्यस्तै पनि हुन्थ्यो। उहाँको फ्यामिली डराउनुहुन्थ्यो, उहाँको फ्यामिली कतै मेरो छोरो मर्ने हो कि आत्महत्या गर्ने हो कि भनेर खाना नखाइदिने गरे। अनि अहिले भन्नुहुन्छ नि त, अब बिहे भइसक्यो अहिले त भन्नुहुन्छ क्या मम्मीले पनि, मेरो सासू मम्मीले, अनि मेरो छोराले यस्तो गर्यो उस्तो गर्यो, उहाँको दिदीहरूले नि भन्नुहुन्छ। अनि तिमीलाई मेरो भाइले बहुत माया गर्दो रहेछ, तिमी गइसकेपछि यो त पागल जस्तो भयो, अनि नसाहरू गर्ने के गर्ने। अनि त्यसपछि त्यो टाइपसम्म नै भयो उसलाई।